मैले तिम्रो मायामा माया नाम पाएँ सँगै उदाउने सँगै डुब्ने काम पाएँ गाइस वेलकम ब्याक टु माई अनदर भ्लग। आज चाहिँ हामी मामु र म एकैजना आएछौँ अनि मेरो मामुको साथी पनि हुनुहुन्छ। आज मेरो साथीको बर्थडे पनि थियो, त्यही भएर 2-3 मिनटसम्म हामी आज बेलुकातिर साथीको बर्थडेमा पनि जान्छौँ। मामु के भएको न कलर गला मिलेको छ न के मिलेको छ त्यसै। गाइस सरी मेरो यता यो चाहिँ मिल्ने रहेछ, कलर चाहिँ मिलेको रहेछ, मेरो कलर मिलेको छैन। बन्द गर्ने ल ठिक छ गाइस, अहिले चाहिँ बेलुका अहिले हामी त्यहाँ जान्छौँ इतरी गइसकेपछि हामीलाई इन्भाइट गर्नुभएको छ बर्थडेमा पनि जान्छौँ, पार्टी गर्नु छ। अहिले चाहिँ हामी सिधा मामु दुख्ला सिधा हामी यता हिँडिसके। यतामा दाइहरू हुनुहुन्छ किन यही त मेरो उहाँ चाहिँ मेरो मामु अनि उहाँ चाहिँ मेरो मामुको साथी आस्था तामाङ। हुन्छ बाई बाई। साइकलले पनि जितिरहेछ यो गाडीलाई। हामी कतिखेर पुगेर कतिखेर फर्किने भन्ने चिन्तामा। अहिले चाहिँ हामी यता आइसक्यौँ। उहाँ चाहिँ आन्टी अहिले उहाँले चाहिँ थुक्पा खाइसक्नु भयो, मैले चाहिँ चाउमिन खाइसक्यो, मामुले चाहिँ कोला खाइसक्नु भयो। टमाटर सस पो रहेछ छैन है, भन्छ कि छैन त्यहाँ। अब मेरो छिटै काठमाडौँको भ्लग पनि आउँछ। काठमाडौँको भ्लग आइसकेपछि म काठमाडौँमा उही नाची गना मगासँग भ्लग बनाउँछु। अहिले गाइज हामी चाहिँ यता आइसक्यौँ। मामु तपाईँको त्यो साथीको तपाईँको बुनीको साथीको साथी चाहिँ कहाँ हुनुहुन्छ? ऊ गाइज खतरनाक कुकुर गाइज हामीलाई चाहिँ रङ इन्फर्मेसन दिनुभएको छ। मामुले अहिले भर्खर बुझ्नुभयो गाइज। एक प्लेट चाउमिन खाएर मैले एक प्लेट चाउमिन खाएर पनि भोक लागिरहेछ, किनकि चाउमिन एक प्लेट मात्रै जे त्यो पनि हाफ होला सायद। मामु तपाईँलाई त कसले चिन्दैन, बेजेट कसरी हुन्छ। अब म ठुलो युट्युबर भइसकेपछि पो त। अनि त्यो म के भइरहेको थियो भने मेरो छिटै काठमाडौँको भ्लग पनि आउँछ है गाइज, काठमाडौँको पनि। अहिले चाहिँ यो जेब्रा क्रसिङको भ्लग आइरहेको छ, छिटै काठमाडौँको भ्लग पनि आउँछ। मेरो मामु त नर्स भएर पनि कति अनपढ हुँदो रहेछ। मामु जेब्रा क्रसिङ गर्दै बाटो क्रस गर्ने धत्तेरीको मामु हिँडिहाल्नु त। गाई एउटा अझै सिन त्यहाँ गइरहेको हिँड्नु छ। हिँडे भएन मेरो गाई। म भिडियो गर्दैछु नि भिडियो। गाइज अहिले भर्खर इन्फर्मेसन भेट्यो कि लोकेसन ठिक नै रहेछ। मेरो मामुले बुझ्नु भएको रहेछ, लोकेसन असलीमा ठिक नै रहेछ। मामु गोलगप्पे गाइज खास गरेर हामी यता सायद हामी माथि जानु आँटेको। गाइज यता मेरो मामु हुनुहुन्छ, यता चाहिँ म छु। म पनि त जुत्ता लाएँ। नै एउटा झोला भेट्नु सक्छ, बाटोमै झोला फाटियो। म जुत्ता लगाइरहेको छु। मामु तपाईँ जानु। मामु अब खाना खाने
किन खाने मामु फेरि खाना खाने उसलाई खानुकै पिर्छ पानी बोक्न भाइ मामुले त खाना खानु भएको छैन नि त खतरनाक खतरनाक मान्छेहरू हो खतरनाक मान्छेहरू खाना त खानु पर्थ्यो कमेन्ट गर्नुहोस् होला यो इत्यादितिर राम्रो खाना कहाँ पाइँदो रहेछ गाइस हामी त खाना खोज्दै खोज्दै ध्वस्त भइसक्यौँ मामु यो इत्यादि नेपालमै हो नि नेपालमा होइन यो स्विजरल्यान्ड हो ला म त स्विजरल्यान्ड पो आएको छु इटली त एउटा देशको नाम पनि नाम थियो मामु कुनै खाजा कहाँ मन बस्छ हामी बस पार्कबाट बस चढ्ने हामी यता दुबईको मान्छे हामी यता इटलीको मान्छे लाग्छ नि गाइस पहिलोचोटि इटली आएको छु यो इटली चाहिँ एकदम नै राम्रो ठाउँ रहेछ भिजिट गर्नु चाहिँ नबिर्सिनु होला यो इटली चाहिँ साह्रै राम्रो रहेछ तपाईँलाई चाहिँ एक न एकचोटि चाहिँ भिजिट गर्नै पर्दो रहेछ तर आफूसँग खानुको लागि चाहिँ के न के ल्याउनु पर्छ आन्टी के पाइन्छ थुक्पा गाइस टुक 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 थुक्पा पाइन्छ गाइस थुक्पा पाइन्छ कि पाइँदैन हेरौँ है गाइस डोको होटल गाइस डोको होटल थुक्पा छ अनि मटर थुक्पा चाहिँ पाउँछ तर एकछिन टाइम लाग्छ पकाउनै पर्छ ल हुन्छ गाइस यो चाहिँ डोको होटल हो डोको होटलमा डोकै डोको छ म त थुक्पाको लागि वेट गर्न सक्छु तपाईँहरूको थाहा छैन गाइस अहिले चाहिँ हामी यता खाना खाइ बेलसम्म अलिकति अफ क्यामेरा हजुर नै मैले थुक्पा खान्छु ल ठिक छ गाइस डोको होटल गाइस यता इटली आउनु भयो भने चाहिँ नि इटाहरी होटलको नाम के हो अङ्कल नाम के हो भेट गाइज मसँग चाहिँ पोपट भएछ म अघिदेखि ढोको होटल भनेको थिएँ यो भेटघाट फ्यामिली होटल रहेछ यसको नाम चाहिँ खास कर ढोको होटल चाहिँ लाग्नुपर्छ डोको न डोको झुन्डै रहेछ झुन्डै राख्नुभएको छ नै म त टिकटक बनाउँदिनँ गाइस अहिले एकछिनमा चाहिँ हामी भेटिन्छौँ अब डाइरेक्ट बसमै भेटौँ न गाइस अहिले चाहिँ हामी कामसाम सकेर यता हामी घरतिर लागेको अब मलाई बेलुकाको साथीसँगको बर्थडेमा पनि भ्याउनु पर्ने छ त्यही भएर छिटै लागेको मलाई बिलिभ नै भएको छैन कि म अहिले इत्यादिमा छु बिलिभ भएको छैन मलाई एक्लै छोडिदिनु भयो गाइस मामुहरू जानु भयो मामु कोला छैन कोला सक्यो छ त पसलमा म गाइस सोच्नु कि दुईवटा मान्छे छ गाइस मेरो अहिले दिमागमा चाहिँ एउटा कुरा याद आयो के गाइस सोच्नु तपाईँको सोच्नु कि दुईवटा मान्छे छन् त्यो दुईवटा मान्छे छन् त्यो दुईवटै मान्छे नि आफ्नो लाइफमा सफल हुन चाहन्छन् त्यसो भए एउटा मान्छेको
सबैको रुटिन छ बिहान उठ्नु मोबाइल हेर्नु गेम खेल्नु साथीहरूसँग घुम्नु त्यही बेलामा अर्को मान्छेको रुटिन हो बिहान उठ्नु नोट्स बनाउनु पढ्नु लेख्नु त्यस भए तपाईँलाई कुन मान्छे लाग्छ कि को पहिले सक्सेसफुल हुन्छ अभियसली तपाईँलाई लागेको होला दोस्रो मान्छे हुन्छ मोरल अफ द स्टोरी इज जब तपाईँलाई थाहा छ कि तपाईँलाई कसरी सक्सेस हुन्छ तपाईँ त्यसलाई युज किन गर्नु हुँदैन आफ्नो दिमागलाई युज गर्नु त्यो के हो चक्की केटा अब केटाहरू बिना फेसनको पनि लुगा लगाइहाल्छ नि केटीहरूलाई त फेसनको लुगा चाहियो नि त भाइ इत्यादिको हावा एकदमै पल्युसित छ तपाईँ त आउँदै हुनुहुन्छ भने यहाँ आफूसँग त मार्क्स लिइराख्नु उहाँले मार्क्स लिइराख्नु भएको छ मामु र मेरो मार्क्स चाहिँ खोइ कता गयो बिस्नु 1000 पल्ट तपाईँ सब्सक्राइब गर्नुहोस् होला जानकारीको लागि त हजुरको नाम सोनम तामाङ ए तपाईँ तामाङ हुँदो रहेछ म राई हो अनि तपाईँ कहाँ बस्नुहुन्छ ला त्यो भाइलाई थप्पड पर्यो अब त्यो भाइले मेरो युट्युब च्यानल हेर्नु भने त ला दाइले त दिक्कत पो गर्नुभएको रहेछ सोचिराख्नु मामु पछि हाल्नु त म चिप्स किन आइहाल्छु कति मामु चिप्स किन्छु नि बाई बाई मामु दिन म चिप्स किन आइहाल्छु मलाई ध्यान चाहियो